छठ पर्व आस्थाको महापर्व। जब सूर्यको पहिलो किरण जलाशयको शान्त जलमा प्रतिबिम्बित हुन्छन्, लाखौं भक्तजनहरू आस्था र श्रद्धाले नतमस्तक हुन्छन्। यो हो छठ पर्व, जहाँ भक्ति, शुद्धता र प्रकृतिप्रतिको सम्मानको अनुपम सङ्गम देख्न सकिन्छ। नेपालको तराई क्षेत्रमा मनाइने छठ पर्व भक्तिभाव, नियम र शुद्धताको अनुपम सङ्गम हो। यो पर्व वर्षमा 2 पटक मनाइन्छ। कार्तिक महिनाको ठुलो छठ पर्व र चैत महिनाको चैती छठ। कार्तिक छठ मुख्य पर्व मानिन्छ, जुन दीपावली पछि मनाइन्छ। यो झन भव्य र लामो तयारी सहित मनाइन्छ भने अहिले चैते छठ मनाइँदैछ। छठ मुख्यतया सूर्यदेव र छठी माताको उपासना गर्ने पर्व हो। यो पर्व विशेष गरी सन्तान सुख, स्वास्थ्य र समृद्धिको कामनाका लागि मनाइन्छ। छठी माताको आशीर्वादले भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास सदियौंदेखि कायम रहेको छ। त्यसै कारण यसको महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ। नेपालको तराई क्षेत्रबाट सुरु भएको छठ अहिले पहाडको कुना काप्चामा समेत मनाउन थालिएको छ। यस पर्वको इतिहास निकै प्राचीन छ। वैदिक कालदेखि नै सूर्य उपासनाको विशेष महत्त्व रहेको पाइन्छ। हिन्दू धर्म ग्रन्थका अनुसार भगवान श्रीराम र माता सीताले अयोध्यामा छठ पूजा गरेका थिए। त्यस्तै महाभारतमा पनि द्रौपदीले यो पर्व मनाएको उल्लेख भएको पाइन्छ। छठ पर्व विशेष गरी सूर्य देवता र छठी मैयाको आराधनाका लागि मनाइन्छ। सूर्यलाई स्वास्थ्य, ऊर्जा र जीवनदायी शक्ति मानिन्छ। व्रतालुले पर्वको पहिलो दिन चोखो निधो भई नहाए खाए विधि गर्छन्। यस दिन भक्तजनहरू शुद्ध भई सात्विक भोजन ग्रहण गर्छन्। यो दिन शुद्धता र आस्थाको आरम्भिक चरण भन्ने बुझिन्छ। यसै गरी दोस्रो दिन खराना मनाइन्छ। भक्तजनहरू दिनभर उपवास बसेर साँझपख खीर, रोटी र केरा प्रसादको रूपमा ग्रहण गर्छन्। यस दिनको उपवासले मन, वचन र कर्मलाई शुद्ध गर्ने विश्वास रहिआएको छ। तेस्रो दिन पर्वको महत्त्वपूर्ण दिन भक्तजनहरू जलाशयको किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। भक्तिभाव साजसज्जाले छठको सौन्दर्यलाई झनै आकर्षक बनाउँछ। छठको अन्तिम अर्थात् चौथो दिन बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ दिइन्छ। यसलाई सुख समृद्धिको अर्घ पनि भन्ने गरिन्छ। यो अर्घको समाप्तिपछि व्रतालुहरूको व्रत सम्पन्न हुन्छ भने व्रतालु 3 दिनको लामो उपवास तोड्छन्। छठ पर्व केवल एक परम्परा मात्रै नभएर श्रद्धा, निष्ठा र प्राकृतिक शक्तिप्रति समर्पणको प्रतीक हो। यस पर्वले समाजमा एकता, शुद्धता र सकारात्मक ऊर्जालाई प्रवर्धन गर्दछ। छठ पर्व केवल धार्मिक मात्र नभई यसको वैज्ञानिक महत्त्व पनि उत्तिकै छ। आधुनिक विज्ञानका अनुसार बिहानको सूर्यको किरणले शरीरलाई प्राकृतिक रूपमा भिटामिन डी प्रदान गर्छ, जसले हड्डी बलियो बनाउँछ। साथै पानीमा उभिएर सूर्य उपासना गर्दा शरीरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ। व्रतको पालना गर्दा शरीर शुद्ध हुन्छ, पाचन तन्त्र सुधारिन्छ र मानसिक शान्ति प्राप्त हुने गर्दछ। यो पवित्र पर्व आजको समयमा हाम्रो संस्कृति, आस्था र परम्पराको अभिन्न अंश बनेको छ भने छठ पर्वले समाजमा सामूहिक एकता, स्वच्छता र निष्ठाको भावना पैदा गर्छ। यस अवसरमा समाजका सबै वर्गका मानिसहरू एकसाथ पूजा गर्न भेला हुन्छन्। वर्षको उत्तरार्धमा मनाउने छठ पर्वको यहाँ सम्पूर्णमा हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना।